हेलो गाइज, वेलकम टू माई मिनी भ्लग। हामी चाहिँ मल्लिकार्जुन जात्रा हेर्न गइरहेछौँ, म साथी बहिनी है। र यसरी जाँदै गर्दाखेरि चाहिँ एउटा सर्ट भ्लग बनाऊँ भनेर चाहिँ यसरी भिडियो बनाउँदै गइरहेछौँ है। तर यो भ्लग चाहिँ कहिले पोस्ट हुन्छ त्यो चाहिँ थाहा छैन। तर जाँदै गर्दाखेरि चाहिँ यसरी टिकटकहरू फोटोहरू क्लिक गर्दै गइरहेको थियौँ, एकदमै रमाइलो भइरहेको थियो। र यहाँनिर यसरी दमाहरू मजाले बजाइरहेको थिएँ। यहाँनिर भनेको चाहिँ पछाडिबाट मैले मेरो साथीलाई देखिरहेको छु, मैले देखाएको छैन, उसलाई रोक्नु भनेर चाहिँ फेरि यहाँनिर एउटा भिडियो बनाएँ है उसँग चाहिँ। अनि आमा हुनुहुन्छ, बहिनी हुनुहुन्छ है, एकदमै रमाइलो भइरहेको थियो। गएँ होइन, जाँदै गर्दाखेरि यो चाहिँ मल्लिकार्जुन मन्दिरको चाहिँ फर्स्ट गेट हो है। र पछाडिबाट चाहिँ साथीले चाहिँ भ्लग बनाइदिइरहेछ, भिडियो बनाइदिइरहेछ है। हामी चाहिँ यसरी गयौँ, उसले नै बनाइदिइरहेछ के। अनि यहाँनिर भनेको चाहिँ अब यो तेर्सो बाटो थियो, माथि पनि छ बाटो त। हामी यो बाटो गयौँ है। र धेरै घाटहरू थियो यहाँनिर। अनि पछि हामीले चाहिँ फुलपाती राख्दै घाटहरू बजाउँदै गइरहेछौँ कि यहाँनिर चाहिँ ऊ हेर न, ऊ नै बनाइदिइराख्यो, पछाडिबाट चाहिँ बनाइदिइरहेको छ उसले चाहिँ। र अब चाहिँ मल्लिकार्जुन मन्दिर चाहिँ पुग्यौँ, तर छिट्टै पुगेकोले चाहिँ धेरै भिड थिएन कि, मान्छेहरू पूजा त गरिरहेको थिए। अनि हामी पनि गएर चाहिँ फेरि मल्लिकार्जुन मन्दिरको चाहिँ परिक्रमा गरेँ, धूपबत्ती बालेँ। यहाँनिर भनेको चाहिँ पूजाहरू गरेँ र पूजा गरिसकेँ। फेरि हामीहरू हेर न यसरी। अनि त्यसपछि भनेको चाहिँ यो मल्लिकार्जुन मन्दिरको चाहिँ पूजा गरिसके पछाडि भनेको चाहिँ ऊ माथिनिर भनेको चाहिँ बालीचन्द मन्दिर थियो है। र हामीले चाहिँ त्यहाँ पनि पूजा गर्नुपर्ने थियो। अनि पछि चाहिँ यसरी चाहिँ बालीचन्द मन्दिरको वरिपरि परिक्रमा गरिसके पछाडि भनेको चाहिँ धुपबत्ती बाले, त्यहाँनिर भिडियोहरू चढायौँ है। र त्यसपछि भनेको चाहिँ म फेरि क्यामेरा ब्याक गरेर यसरी बनाइरहेको छु ट्याक्कै साथी भिडियो अनि ऊ बहिनी है। अनि यसरी भिडियोहरू बनाएको थियौँ हामीले चाहिँ। अनि त्यस पछाडि भनेको चाहिँ यो चाहिँ रातिको भ्यू हो है। यहाँनिर भनेको चाहिँ एकदमै धेरै बाजाहरू बजाइरहेको थिए, जोस रमाइलो गरिरहेको थिए है। मतलब यहाँबाट आफ्नो आफ्नो ठाउँबाट जात्राहरू ल्याउने रहेछन् के। र यसरी बाजाहरू बजाउने, रातिभरि बजाउने कि एकदमै रमाइलो गर्ने रहेछन्। अनि त्यस पछाडि भनेको यहाँनिर भाइलाई भेटेँ है। र माथिनिर देउराहरू गाइरहेको थिएँ, फेरि जाम खेलौँ भने साथीलाई है। फेरि देउराहरू लगाएँ, खेलेँ है। मलाई त आउँदैन थियो गाउन, त्यही पनि साथीलाई सिकाइ मागी गएको थिएँ। जे होस्, नजाने पनि देउरा गाउन चाहिँ मलाई एकदमै मन पर्थ्यो है। त्यही भएर चाहिँ रमाइलो लागेको थियो मलाई चाहिँ, रमाइलो लाग्यो एकदमै। अनि फेरि त्यहाँबाट बाहिर आइसके पछाडि भनेको चाहिँ अलि तलतिर जाऊँ भनेर गएँ। त्यहाँ भनेको चाहिँ कीर्तन भजनहरू चाहिँ गरिराखेका रहेछन् कि पहिलादेखि नै। अनि त्यहाँ यता पुगिसके पछाडि भनेको चाहिँ अब मलाई पनि हुन्छ नि त यसरी कीर्तनहरू गाउन मन लाग्यो। फेरि मैले चाहिँ उहाँ अङ्कललाई चाहिँ हार्मोनियम बजाइदिनु, हामी चाहिँ कीर्तन गाउँछौँ भनेर चाहिँ भनेको थिएँ। अनि फेरि पालै नपुग्ने के, बल्ल बल्ल पुगेको थिएँ। उहाँले मजाले पछि चाहिँ कीर्तन के अरे हार्मोनियम बजाइदिनु भयो। अनि पछि चाहिँ फेरि हामीले चाहिँ कीर्तनहरू गायौँ, जोस रमाइलो लागेको थियो, एकदमै राम्रो भयो। पछि बाहिर आइसके पछाडि भनेको चाहिँ यहाँनिर यति ठुलो दमा यसरी बजाएर नाचिरहेको थिएँ मजाले है। हाँसो रमाइलो लाग्यो। जात्रा मल्लिकार्जुनको एकदमै राम्रो लागेको थियो, खुसी लाग्यो। सो थ्याङ्क यू।